दर्शकवृन्द नमस्ते, म सूर्य थापा। हामी समाजका विभिन्न ठाउँमा व्हाइट हिमाल टेलिभिजन मार्फत अमेरिकाको न्युयोर्क र न्युयोर्क आसपासमा भइरहेका विविध जात जाति भाषा संस्कृतिका विभिन्न कार्यक्रम देखाउँदै आइरहेका छन् व्हाइट हिमाल टेलिभिजन मार्फत। र आज हामी यतिखेर तपाईँले ब्याकग्राउन्डमा सुनिरहेको म्युजिक छ पक्कै पनि नेपालमा विशेष गरी यो तामाङ जातिको निकै नै चर्चित भाका हो डम्फु। सँगसँगै जुन तामाङ जातिले सदैव नेपाललाई सदैव गीत सङ्गीत र सदैव आफ्नो सांस्कृतिक रूपमा पनि नेपाललाई चिनाउँदै आएका छन्। र आज हामी अमेरिकामा जो नेपालदेखि धेरै टाढा छौँ र पनि नेपाल जस्तै साङ्गीतिक आवाजको साथ तपाईँलाई ब्याकग्राउन्डमा यो मिठो गीत सङ्गीतका साथ आज हामी कुराकानी गरिरहेका छौँ। र आज हामी यहाँ डम्फु साँझ 2012 को बारेमा कुराकानी गरिरहेका छौँ जो अमेरिकाको न्युयोर्कमा यो कार्यक्रम भइरहेको छ। र यहाँ डम्फु साँझ 2012 तपाईँले पछाडि देखे जस्तै कलाकारहरूले गीत सङ्गीत गाएर रमाइलो गरिरहेका छन्। र आज हामी यो कार्यक्रम आयोजना गरिरहनुभएका यो कार्यक्रम आयोजक समितिका अध्यक्ष र जुन यो कार्यक्रम अमेरिकाको न्युयोर्कमा पनि यति धेरै मानिस जम्मा गर्न सफल डम्फु साँझ 2012 आयोजक समितिका संयोजक अथवा अध्यक्ष भरतराज लामासँग कुराकानी गर्छौँ। वास्तवमा यो कार्यक्रम कसरी अगाडि बढिरहेको छ र यो डम्फु साँझ 2012ले के गर्दैछ यी सबै विषयमा कुराकानी गर्छौँ। भरतजीलाई स्वागत छ। धन्यवाद सूर्य भाइ। आराम हुनुहुन्छ? आराम छु, धन्यवाद मेरो सूर्य भाइलाई र विशेष गरेर व्हाइट हिमाल परिवारलाई। थ्याङ्क यू। जस्तै तपाईँहरूको डम्फु साँझ निकै रमाइलो भइरहेको छ, हामी पनि निकै रमाइरहेका छौँ। तपाईँ आफै यो अमेरिकाको व्यस्त ठाउँमा एउटा यति ठुलो कार्यक्रम आयोजना गरेर यसको नेतृत्व गर्दा कस्तो महसुस भइरहेछ आज? म त एकदमै सिधै भन्नु पर्दाखेरि भाइ आज चाहिँ हामीहरूलाई थाकेका कुराहरूलाई बिर्सने र थकित मुद्राहरूलाई पनि एउटा प्रसन्नताका साथ अभिव्यक्ति गर्ने दिन र यो चाहिँ मैले एउटा चाडको रूपमा पनि मैले लिएको छु। यो तामाङ सोसाइटीको जुन आज भइरहेको जुन डम्फु साँझ छ त्यो एउटा चाड पनि हो, एउटा पर्व पनि हो भाइ। जस्तै यहाँले भने जस्तै डम्फु साँझमा अमेरिकाको आसपासबाट विभिन्न ठाउँबाट मानिसहरू आइरहेका छन्। यो प्राय न्युयोर्कमा सधैँ मानिस अमेरिकामा व्यस्त हुन्छन्। त्यो व्यस्तताका बिच पनि जुन तपाईँहरूले कलाकार जम्मा गर्नुभएको छ एउटा नेपालमा गएको महसुस हुन्छ यहाँ आउँदा सबैलाई। तामाङ जातिको सांस्कृतिक कार्यक्रम गर्नुभएको छ, तपाईँहरूले कति समय पहिलादेखि यो तयारी गर्नुभएको थियो? भाइ हामीले यहाँ एउटा हामीमा एउटा जागरुक छ। यो सोसाइटी अलि पुरानै सोसाइटी हो। यसको स्थापना लगभग 2002 सालमा अमेरिकाको न्युयोर्क स्टेटमा चाहिँ भएको हो। प्रारम्भमा हामी लगभग अराउन्ड 200 जनाको हाराहारीमा हामी तामाङहरू थियौँ। तर अहिलेको प्रेजेन्ट अवस्थामा चाहिँ लगभग हामीसँग मोर देन 600 चाहिँ तामाङहरू छन्। त्यसमा विभिन्न पेसाकर्मीहरू छन्, राजनीतिक कर्मीहरू छन्, सञ्चारकर्मीहरू छन्, कलाप्रेमी साथीहरू छन्। त्यसले गर्दाखेरि यो कार्यक्रम आयोजना गर्नलाई खासै हामीलाई त्यति दौडधुप र त्यति मेहनत गर्नु परेको छैन। जस्तै यो तामाङ सोसाइटी अफ अमेरिकाले डम्फु साँझ गरेको छ, यी लगायतका अन्य के काम गर्नुहुन्छ तपाईँहरू? हामीले यो मेन चाहिँ तामाङ सोसाइटी अफ अमेरिकाको मेन अब्जेक्टिभ चाहिँ के हो भन्दाखेरि हामीले आफ्नो भाषा, धर्म, संस्कृति र वेशभूषालाई जगेर्ना गर्नु। त्यसको अलावा नेपालमा रहेको तामाङहरूलाई शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, सामाजिक क्षेत्रमा र धार्मिक क्षेत्रमा पनि हामीले हरेक पक्षमा सेवा गर्दै पनि आएको छ। भनेपछि तपाईँहरू अमेरिकामा रहेर पनि नेपालको तामाङ जातिहरूलाई शिक्षा स्वास्थ्यमा सहयोग पनि गर्नुहुन्छ? डेफिनेटली हामी गर्दैछौँ। हामीले 2002 देखि अहिलेसम्मको अवस्थासम्म हेर्दाखेरि हामीले धेरै सहयोग गरेका छौँ। यति मात्र होइन, अब आउने दिनहरूमा बढी सबल र सक्षम भएर अझ नेपालमा रहेको तामाङहरूलाई चाहिँ केही दिने र केही गर्ने चाहिँ हाम्रो सोच पनि छ। भनेपछि जुन भरतराज लामाकै संयोजकत्वमा यो तामाङ सोसाइटी अफ अमेरिकाले अझै धेरै काम गर्न बाँकी छ? भाइ अब भरतकै पालामा चाहिँ त्यसो चाहिँ नभनौँ, तर यो चाहिँ समयको माग पनि हो। एउटा परिस्थितिले मान्छेलाई कुन ठाउँमा पुर्याउँछ त्यो चाहिँ समयलाई नै पर्खिनु पर्ने हुन्छ। तर अहिले अवस्थामा जुन एउटा माहौल आएको छ, जुन चेतना आएको छ हामी तामाङको बिचमा, यसले एउटा कुरा के गराउँछ भन्दाखेरि नेतृत्व वर्ग र एउटा जो मान्छेले एउटा भिजन दिन्छ त्यो मान्छेको पछाडि पक्कै पनि सफलतालाई माथि उच्च पुर्याउनको लागि, सफलता पुर्याउनको लागि केही पछाडिबाट हामीलाई धेरै सहयोग पनि भएको छन्। त्यसमा मैले आज दिल खोलेरै भन्नुपर्छ, आजसम्मको जुन स्थितिमा तामाङहरूको जुन इन्भल्भमेन्ट भएको छ
जुन सहयोग भएको छ सायद हिजो पनि थिएन, तर अब आउने दिनहरूमा चाहिँ अब आशा गरौँ भविष्यको कुरा अब कसलाई के थाहा होइन सूर्य भाइ। मलाई आशा लाग्छ, आशा चाहिँ गर्नैपर्छ, तर पक्कै पनि यसले राम्रो गति लिएर जानेछ भन्ने कुरामा। जसरी तपाईँहरूको डम्फु साँझ रमाइलो साथ बितिरहेको छ, भरतराज लामाको सम्पूर्ण कार्यकाल तपाईँले तामाङ जातिलाई अझै सहयोग गर्न सफल हुन धेरै धेरै शुभकामना छ। यस्तो छ भाइ, आज हामीले डम्फु साँझलाई मैले हरेक पक्षबाट हेरेको छु। यसलाई एउटा मनोरञ्जनको हिसाबमा हेरेको छ भने अर्को कुरा एउटा शिक्षामूलक देशमा पनि हेरेको छ, एउटा हेर्ने दृष्टिकोणमा चाहिँ भर पर्छ क्या। त्यसैले म के सोध्छु भन्दाखेरि जहिले पनि पोजिटिभ सोध्छु र पोजिटिभकै कारणले हुनसक्छ आज डम्फु साँझमा मान्छेहरूको उपस्थिति र जुन हेराइ र जुन सहभागिता छ त्यसले हामीलाई एउटा औजार प्राप्त भएको छ भाइ। तपाईँलाई सधैँ सधैँ सफलता मिलोस्, तामाङ सोसाइटीलाई शुभकामना छ। धन्यवाद सूर्य भाइ। त्यति मात्र होइन, म पनि व्हाइट हिमालको एउटा प्रत्यक्षदर्शी पनि हो। म जहिले पनि यहाँहरूको सूचना क्षेत्रमा जुन खेल्नुपर्ने भूमिकाहरू होस्, जुन प्रगति होस्, योभन्दा धेरै सफलता मिलोस्, प्रगति भएर जाओस् भन्ने म शुभकामना दिँदै व्हाइट हिमाल परिवारलाई विशेष धन्यवाद पनि दिन चाहन्छु, विशेष गरी मेरो सूर्य भाइलाई। धन्यवाद छ। दर्शकबिन, उहाँ हुनुहुन्थ्यो तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरतराज लामा। उहाँसँग हामीले कुराकानी गऱ्यौँ आजको यो कार्यक्रमको बारेमा र तामाङ सोसाइटीका कार्यक्रमको बारेमा। हामी कुराकानी क्रम जारी रहनेछ। दर्शकबिन, यतिखेर हामी डम्फु साँझ 2012मा छौँ। अमेरिकाको न्युयोर्कमा भइरहेको यो तामाङ सोसाइटी अफ अमेरिकाको जुन आयोजनामा भएको यो कार्यक्रम हो र यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका छन्। अमेरिकामा पनि नेपाली तामाङ वेशभूषाका कार्यक्रमहरू भइरहेका छन्, रमाइलो भइरहेको छ। हामीले एकैछिन अगाडि यो कार्यक्रम आयोजना गर्नुहुने भरतराज लामा हुनुहुन्थ्यो, जो कार्यक्रम आयोजक समितिका संयोजक हुनुहुन्थ्यो। उहाँसँग कुराकानी गरेका थियौँ। यतिखेर हाम्रो अगाडि सुन्दर युवतीहरू हुनुहुन्छ, सानो नानीहरू हुनुहुन्छ। उहाँ तामाङ वेशभूषामा सजिनु भएको छ। उहाँहरूसँग थोरै कुराकानी गर्छौँ। तपाईँको नाम? रिया। आज तपाईँ यो ड्रेसमा पहिलोचोटि लगाउनु भएको थियो, पहिला पनि लगाउनु भएको थियो ड्रेस? अघि नै लगाएको थिएन। यो डान्स कहिलेदेखि गर्न थाल्नु भएको तपाईँ? कहिलेदेखि डान्स गर्न थाल्नु भएको? लास्ट इयर। आज पहिलोचोटि हो? आज यो पहिलोचोटि गरेको आज डान्स? 5 पटक भयो। कस्तो लागिरहेछ आज? राम्रो लागिरहेछ। थ्याङ्क यू। तपाईँको नाम? चिउमा। कस्तो लागिरहेछ? रमाइलो भएको छ आज? भएको छ। कति वर्षको हुनुभयो? 10। आज पहिलोचोटि डान्स गर्नुभएको थियो कि पहिला पनि गर्नुभएको थियो? पहिला पनि गरेको थियो। कहाँ कहाँ गर्नुहुन्छ नि डान्स? तपाईँको शुभ नाम? आयुष्मा। कस्तो लागिरहेको छ आज? रमाइलो भएको छ? राम्ररी देखिनु भएको छ नि? थ्याङ्क यू। यो ड्रेस कुन भाषाको, कुन पोसाक तपाईँलाई थाहा छ? थाहा छैन। कति वर्षको हुनुभयो नि? 10। यहीँ जन्मनु भएको हो? होइन। नेपालमा? नेपाली बोल्न आउँछ है? आउँछ। यो नेपालमा भन्दा यति टाढा अमेरिकामा आएर रमाइलो नाच्दा कस्तो भइरहेको छ? रमाइलो गरी नाच्दा एकदम रमाइलो भइरहेको छ। थ्याङ्क यू। वेलकम। तपाईँको शुभ नाम? चावा। कस्तो भइरहेछ आज? रमाइलो भएको छ? रमाइलो अनि डर लागिरहेको थियो। अहिले डर लागेको छैन? छैन। कसले नाच्न सिकाएको तपाईँलाई? कसले नाच्न सिकाएको नि? विजय सर। विजय सरले? कति समयसम्म तालिम गर्नुभयो नि? हजुर? कति समयसम्म ट्रेनिङ गर्नुभएको थियो तपाईँले? फेब्रुअरी 15-20 सम्म। रमाइलो भएको छ आज? हजुर। थ्याङ्क यू। जिना तामाङ। कस्तो भइरहेछ आज? रमाइलो भइरहेछ। पहिला पनि नाच्नुहुन्थ्यो? आज के कार्यक्रम छ तपाईँलाई थाहा छ? के भन्नुभयो? हजुर के भन्नुभयो? आज कुन कार्यक्रम हो तपाईँलाई थाहा छ? डम्फु साँझ। डम्फु साँझ हो। डम्फु साँझ भनेको कस्तो खालको कार्यक्रम रहेछ? रमाइलो? रमाइलो। तपाईँको शुभ नाम? सविता लामा। कस्तो भइरहेछ आज? रमाइलो भइरहेछ। कति समय पहिला पनि नाच्ने गर्नुहुन्थ्यो? हजुर। कति वर्षको हुनुभयो?
13 पुग्यो 13 वर्षको उमेरमा रमाइलो गर्न रमाइलो लाग्यो होला आज निकै रमाइलो भएको छ हजुर थ्याङ्क यू ए वेलकम थ्याङ्क यू दर्शकबिन उहाँहरूसँग कुराकानी गऱ्यौँ हामी उहाँहरू जुन सानो किशोरीहरू हुनुहुन्छ र अमेरिकामा पनि तामाङ ड्रेसमा उहाँहरू सजिएर निकै राम्रोसँग रमाइलोसँग नाच्नु भएको थियो र उहाँहरू सबैले खुसी लागेको कुरा गर्नुभएको थियो हामी आज कुराकानी गरिरहेका छौँ व्हाइट हिमाल टेलिभिजन मार्फत थ्याङ्क यू दर्शकबिन आज हामी कुराकानी गरिरहेका छौँ अमेरिकामा जुन भइरहेको तामाङहरूको यो महान र रमाइलो पर्व भन्नुपर्छ डम्फु साँझ 2012 र यहाँ सहभागी व्यक्तिसँग पनि कुराकानी गरिरहेका छौँ र यहाँका रमाइलो दृश्य पनि देखाइरहेका छौँ यतिखेर हामीसँग तामाङ समुदायबाट एकजना अगुवा हुनुहुन्छ वंशलाल तामाङ उहाँसँग हामी कुराकानी गर्छौँ आजको यो कार्यक्रम लगायतका विषयलाई समेटेर हामी यतिखेरसँग वंशलाल तामाङज्यू यहाँलाई स्वागत छ धन्यवाद आराम हुनुहुन्छ आराम छु यो कस्तो भइरहेको छ तपाईँहरूको यो आजको डम्फु साँझ कार्यक्रम आजको डम्फु साँझ कार्यक्रम अत्यन्तै सफल भएको मैले मानेको छु यो डम्फु साँझ कार्यक्रममा समाजका विभिन्न क्षेत्रबाट सहभागिता भएको छ र ख्यातिप्राप्त विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरू र विशेष गरेर अत्यन्तै मिडियाका साथीहरू पनि साथ दिएको कारणले यो चाहिँ डम्फु साँझ अत्यन्तै सफल भएको मानिरहेको छु र यहाँहरूको यो सहयोग र सद्भावको कारणले नै यो डम्फु साँझ सफल हुन गइरहेको मैले महसुस गरेको छु जस्तै यो यहाँ निकै रमाइलो देखिन्छ तामझामका साथ कलाकारहरू पनि आइरहनु भएको छ रमाइलो भइरहेको छ सँगसँगै यतिखेर तपाईँहरूले यसलाई पर्वको रूपमा पनि मान्नुभएको छ भने जुन यतिखेर नेपालमा तामाङहरूको हकहितका बारेमा पनि कुराकानी गर्दै हुनुहुन्छ तपाईँहरू यतिखेर तामाङको हकहितको लागि पनि के आवाज उठाउँदै हुनुहुन्छ आज खास गरी आजको कार्यक्रम चाहिँ हकहितका कुराहरू गर्ने भन्दा पनि विशुद्ध एउटा सांस्कृतिक कार्यक्रम हो तामाङ सोसाइटीसँग डम्फुको अत्यन्तै पुरानो साइनो छ तामाङहरूको इतिहास अलिखित इतिहास हो र तामाङहरूको इतिहासकारलाई ताम्बा भनिन्छ ताम्बाले आफ्नो इतिहासलाई कायम राख्ने क्रममा डम्फुको सहारा लिएर इतिहास बताउँदै आउनु भएको छ त्यसकारणले तामाङ जातिसँग डम्फुको अत्यन्तै अनुनासिक सम्बन्ध छ ऐतिहासिक सम्बन्ध छ सांस्कृतिक सम्बन्ध छ त्यसैले त्यसै सम्बन्धलाई अक्षुण्ण राख्नका निम्ति तामाङ समाज जहाँ जहाँ रहेका छन् जुन संसारको जुनसुकै मुलुकमा रहेका छन् उनीहरूले डम्फु साँझ आयोजना गरेर आफूलाई आफ्नो इतिहासलाई आफ्नो संस्कृतिलाई सम्झिने गर्छन् वास्तवमा त्यसैले आजको डम्फु साँझ चाहिँ के भने राजनीतिक कुराहरू भन्दा पनि ज्यादा सांस्कृतिक पक्षलाई बेसी महत्त्व दिएको छ भन्ने मलाई लाग्दछ धन्यवाद तपाईँलाई धन्यवाद दर्शकबिन उहाँ हुनुहुन्थ्यो तामाङ सोसाइटीका एकजना अगुवा पनि हुनुहुन्छ वंशलाल तामाङ उहाँसँग हामी कुराकानी गऱ्यौँ र हामी विभिन्न क्षेत्रका व्यक्तिसँग कुराकानी गर्ने क्रम र रमाइलो डम्फु साँझ देखाउने क्रम चलिरहनेछ
कुराकानीको क्रममा एकजना महिला हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छ तपाईँको शुभ नाम लक्ष्मी तामाङ तामाङ लक्ष्मीजी आराम हुनुहुन्छ हजुर कस्तो भइरहेछ यो अमेरिकामा डम्फु साँझमा छमछमै नाच्दा एकदमै रमाइलो भइरहेछ यो मेरो फर्स्ट डम्फु साँझ हो सो एकदम रमाइलो भइरहेछ योभन्दा पहिला कहाँ हुनुहुन्थ्यो अमेरिकामा नयाँ आउनुभएको होइन लाइक आएको त धेरै भयो थियो तर डम्फु साँझ चाहिँ आज मेरो फर्स्ट हो सो एकदम खुसी लागिरहेछ अमेरिकामा तपाईँ त यङ जेनेरेसनको मान्छे नेपालको संस्कृति तामाङ संस्कृतिको बाजा सुन्दा कस्तो फिल भइरहेछ एकदमै रमाइलो स्पेसली हामीहरू युथ जो चाहिँ लाइक अमेरिकामा आएर पनि हामी लाइक आफ्नो तामाङ गीतमा डान्स गरिरहेछ त्यो हामीहरूलाई एकदमै खुसी लाग्छ लाइक जो बिर्सेको छैन स्टिल हामीहरू युथ भएर पनि अनि हामी एकदमै सपोर्ट गर्छौँ त्यो कुरामा चाहिँ नेपाली कल्चर आफ्नो कल्चर चाहिँ सधैँ याद गरिरहनु एकदमै हजुर थ्याङ्क यू लक्ष्मीजी थ्याङ्क यू सो मच थ्याङ्क यू छौँ यतिखेर अर्को एकजना युवती हुनुहुन्छ उहाँ पनि चिटिक्क परेर आउनु भएको छ तपाईँको शुभ नाम दर्शन लामा तपाईँ डान्स पनि गर्नुभएको थियो हजुर होइन है अनि कस्तो भइरहेछ आजको प्रोग्राम एकदमै रमाइलो भइरहेको छ इन्भाइरोमेन्ट राम्रो छ यहाँ मान्छेहरू अमेरिकामा डम्फु साँझ मनाउँदा कस्तो फिल हुँदो रहेछ आफ्नै नेपाली जाति त्यस्तो रमाइलो हुन्छ
कुराकानी गरिरहेका छौँ आज डम्फु साँझ 2012 को बारेमा र यहाँ सहभागी तथा आयोजकसँग कुराकानी गर्ने क्रममा छौँ। यतिखेर अर्को एकजना सहभागी हुनुहुन्छ र उहाँ आयोजक पनि हो। तपाईँको शुभ नाम? रमला तामाङ। रमला जी आराम हुनुहुन्छ? कस्तो भइरहेको छ तपाईँहरूको कार्यक्रम आज? अहिलेसम्म त रमाइलो भइरहेछ। हामीले जति सक्दो ट्राई गर्दैछौँ रमाइलो होस्, सबैलाई इन्जोय गरोस् भनेर। जस्तै यो यतिखेर अमेरिकामा महिलाहरू विशेष गरी घर परिवारमा सँगसँगै काममा व्यस्त हुन्छन्। आज तपाईँहरू सबै काम छोडेर तपाईँ त आज आयोजकको रूपमा हुनुहुन्छ, कति कठिन भइरहेछ आज? त्यो त एकदमै कठिन भइरहेछ। परिवार एक ठाउँ, समाज एक ठाउँ, दुइटालाई अब बराबर गर्ने एकदम गाह्रै भइरहेछ। तर पनि अब समाजमा आफ्नो पार्टिसिपेट त गर्नै पर्यो, योगदान भनेको दिनै पर्यो। भनेपछि समाजको लागि आज घर परिवारको काम साइड लगाएर आउनुभएको छ। हजुर। थ्याङ्क यू रमिलाजी, थ्याङ्क यू।